नमस्ते सबैजनालाई स्वागत छ मेरो कुकिङ च्यानलमा। आज भने चाहिँ म बनाउन गइरहेको छु चिकन चिल्ली। त्यसको लागि चाहिँ मैले सुरुमा सफा भाँडामा चिकन लिएँ, त्यसमा थोरै पिठो राखिदिएँ अनि थोरै बेसार मसला राखेर त्यसलाई राम्रोसँग मोलिदिन्छु। थोरै नुन पनि राख्छु। त्यसलाई राम्रोसँग मोलिसकेपछि चाहिँ अब चिल्लीलाई बनाउनको लागि चाहिँ मसँग छ प्याज यस्तो तरिकाले काट्ने, स्प्रिङ अनियन, केचप पनि चाहिहाल्यो। त्यसपछि यो रेड बेल पेपर, क्याप्सिकम पनि बनाउन सक्छौँ हामी। र त्यसपछि यो लसुन, यो चाहिँ मैले सानो सानो गरेर चप गरेछु। र त्यसपछि यो चाहिँ हरियो खुर्सानी र स्वादअनुसार राख्नु होला। र यो चाहिँ हो फ्रेस टमाटर। त्यसपछि चाहिँ मैले यो म्यारिनेट गरेर राखेको मासुलाई चाहिँ 1 बाई 1 राखिदिन्छु तेलमा र यसलाई राम्रोसँग सानो फ्लेममा चाहिँ पाक्न रेडी गर्छु। यदि ठुलो पारेर पकायो भने चाहिँ यो राम्रोसँग पाक्दैन। त्यही भएर यसलाई मैले 1 बाई 1 गरिसकेपछि यो भयो र त्यही तेलमा चाहिँ मैले अब चिकन चिल्ली बनाउन गइरहेको छु। ल चिल्लीको लागि रेसिपीहरू सुरु गरौँ है त। सुरुमा चाहिँ त्यही तेलमा मैले मजाले लसुनलाई फुराइदिएँ। लसुनलाई हल्का रातो रातो हुन थालिसकेपछि चाहिँ मैले त्यही प्याज राखिदिएँ। हेर्नुहोस् त कति राम्रो देखेको छ। अब यो रातो क्याप्सिकम राखिदिन्छु। त्यसपछि यो हरियो खुर्सानी राखिदिन्छु अनि राख्छु म टमाटर। यो टमाटर चाहिँ तपाईँहरूलाई चाहिन्छ भने लास्टमा पनि राख्न सक्नुहुन्छ। मैले चाहिँ अगाडि नै राखिदिएको छु। त्यसपछि मैले केचप हालिदिएँ अनि यो सोया सस, यो चाहिँ डार्क सोया सस हो। तपाईँहरूलाई मन पर्दैन भने लाइट सोया सस पनि राख्न सक्नुहुन्छ। अनि यो चाहिँ टिमुरको धुलो हो है, यो चाहिँ म केहीमा पनि छुटाउन सक्दिनँ। अनि यो थोरै जिराको धुलो, त्यसपछि नुन स्वादअनुसार। नुन चाहिँ म कम हाल्छु किनभने यसमा सोया सस पनि मिक्स छ। र अब यसलाई राम्रोसँग चलाउने अनि यो चलाइसके यसमा मैले यो अघि बनाएर राखेको चिकन हालिदिन्छु र यसलाई राम्रोसँग चलाइदिन्छु। अनि लास्टमा चाहिँ म यसमा स्प्रिङ अनियन छर्किदिन्छु र फेरि एकचोटि चलाउँछु। हेर्नुहोस् त कति मिठो देखिसकेको छ। र तपाईँहरू पनि यस्तै गरी बनाएर मिठो गरेर खानुहोला है त। अनि यदि हजुरहरूले यो भिडियो हेर्नुभएको छ भने लाइक गर्नुहोला, सेयर गरेर सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। अनि कहाँबाट हेर्नुभएको छ भनेर पनि मलाई मेसेज गरेर कमेन्ट गर्नुहोला। अनि मेरो भिडियो चाहिँ जतिजनाले पनि हेर्नुहुन्छ उहाँहरूलाई धेरै धेरै धन्यवाद। र तपाईँहरू पनि यस्तै गरी बनाएर खानुहोस्। र मलाई मेरो हरेक सोसियल मिडियामा पनि फलो गर्नुहोला। मेरो फेसबुक, इन्स्टाग्राम र टिकटक। र पछि अर्को भिडियोमा आउँछु है त। बाई।